सबैमा नमस्ते। हामी आरजी भेन्चर एन्ड ट्रेडर्स रियल इस्टेटले फेरि पनि तपाईँहरू माझमा एउटा न्यू प्रपर्टी लिएर उपस्थित भएका छौँ। न्यू क्लासिकल डिजाइन मोडमा बनेको रेडी टु मुभ इन कन्डिसनमा रहेको यो ब्रान्ड न्यू लग्जरियस टाइपको फुल फर्निस सेमी बङ्गलो घर रहेको छ। यदि यहाँहरूले रिङ रोडदेखि सर्ट डिस्टेन्समा घर खोजिरहनु भएको छ भने यो घर सुकेधारा चोकदेखि 900 मिटरको दूरीमा पुग्न सकिने घर रहेको छ। राम्रो सोसाइटी, हाई एजुकेटेड सोसाइटी घर वरिपरि बजार, स्कुल, कलेज, हस्पिटल, ब्याङ्क, मार्केट, सुपर मार्केटदेखि लिएर पब्लिक यातायातसम्मको सुविधा पुगेको ठाउँ रहेको छ भने बस्नलाई एकदमै शान्त वातावरण भएको ठाउँ रहेको छ। नयाँ मापदण्ड अनुसार सबै वास्तु मिलाएर 14 को पिलर र 16 र 20 को डन्डी राखेर बनेको घर रहेको छ भने अब आउने 7 दिनभित्र सबै कामहरू पनि सकिने प्रकारको घर रहेको छ। अब सरसफाइको मात्रै काम बाँकी रहेको छ। हामी तपाईहरू माझमा यो घरको फुल भिडियो राखिरहेका छौँ। यो भिडियो मार्फत तपाईहरूले यो घरमा रहेको सम्पूर्ण कुराको जानकारी घरमा बसेर नै लिन सक्नुहुनेछ भन्ने उद्देश्यले भिडियो राखेका छौँ। यो भिडियो हेरेर तपाईहरूले सोचेको जस्तो र खोजेको जस्तो घर लागेमा मात्रै यहाँहरूको समय खर्चिनु होला, भिजिट गर्न आउनु होला। यो घर रहेको ठाउँ बुढालिङकट्टा नगरपालिका वार्ड नम्बर 10 ज्योतिनगर सुकेधारा काठमाडौँमा रहेको छ भने यो घर 4 आना जग्गाको क्षेत्रफलमा बनेको छ। घर चाहिँ पूर्व र दक्षिण मोडा फर्केको छ भने घर अगाडि 13 फिटको बाटोले जोडिएको छ। घर चाहिँ 2.5 फ्लोरको रहेको छ भने घरमा तपाईँले ग्राउन्ड फ्लोर रेन्टमा दिन मिल्ने प्रकारको रहेको छ। ग्राउन्ड फ्लोरमा 1 मोडुलर किचन एन्ड डाइनिङ हल रहेको छ, 1 लिभिङ हल रहेको छ विथ टिभी क्याबिनेट, 2वटा बेडरुम रहेको छ, एउटा कमन टोयलेट एन्ड बाथरुम रहेको छ। यो भन्दा माथि घरधनीले प्रयोग गर्नेमा 1 वाइडली किचन एन्ड डाइनिङ हल, 1 वाइडली लिभिङ हल, 4वटा बेडरुम पाउनुहुनेछ भने 4वटै बेडरुममा तपाईँले फिक्स दराज, ड्रेसिङ टेबल, किङ साइजको बेडहरू पाउनुहुनेछ। 2वटा बेडरुममा तपाईँले अट्याच टोयलेट एन्ड बाथरुम सहितको पाउनुहुनेछ भने 2वटा कमन टोयलेट एन्ड बाथरुम रहेको छ। फ्लोरमा फुल जङ्गली सिसोको काठको पार्केटिङ गरिएको छ भने घरको सिलिङ्समा घरलाई सुहाउने प्रकारको फल सिलिङहरू गरिएको छ। एकदमै राम्रो घरलाई सुहाउँदो लाइटिङहरू गरिएको छ। झुम्मरदेखि लिएर सबै कुराको व्यवस्था गरिएको छ। पूजा रुम, स्टोर रुम, लन्ड्री, बेल्कनी सबैको व्यवस्था गरिएको छ। चिसो र तातो पानीको लागि सोलरको पनि व्यवस्था गरिएको रहेको छ। पार्किङको कुरा गर्नुहुन्छ भने ठिक्कको गाडी 2वटा अटाउँछ भने ठुलो गाडी एउटा राखेर 4-5वटा बाइक पनि अटाउने स्पेस रहेको छ। पूर्व मोडा फर्केको हुनाले सबै कोठाहरू उज्यालो छन्। आएर तपाईँहरू आफैले पनि हेरेर बुझ्न सक्नुहुनेछ। वाटर रिजर्भ ट्याङ्क रहेको छ, सुरेक्सहरू पनि राखिएको छ। यदि यहाँहरूले राम्रो, बलियो र आफू बस्नलाई बनाएको सरहको घरको खोजीमा हुनुहुन्छ भने पक्कै पनि यो घर तपाईँहरूलाई मनपर्नेछ। राम्रो ठाउँमा रहेको छ, सबै कुराको सुविधा पुगेको ठाउँमा रहेको छ भने यो घरको मूल्यको कुरा गर्नु पर्दाखेरि आस्किङ प्राइस 4 करोड 30 लाख राखिएको छ भने आपसी समझदारीमा लिने र दिने बस्दाखेरि मूल्य पनि मिलाउन सकिनेछ। अधिक कुराको जानकारी लिनु परेमा आरजी भेन्चर एन्ड ट्रेडर्सलाई सम्पर्क गर्न सक्नुहुनेछ। एजेन्ट या ब्रोकर साथीहरूले कष्ट नगरिदिनु होला। धन्यवाद।